Five, four, three, two, one, zero. वक्रतुंड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सोध्न चाहन्छु
먹으면 안 취해서. यो निकाल्नु त कहाँबाट यो तलबाट निकाल्यो ल तलबाट निकाल्नु गीता 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 होइन हातमा नि तपाईँ हातमा दुध हुँदैन त्यसलाई कपडामा त्यो यो त्यही अक्षर हाल्नु हुन्छ होइन त्यो बल्दिँदो त्यो फरिद हो त्यो गाडीले भन्ने अब अरूले भन्ने अब बुढाबुढी भएपछि बिर्सिन्छ नि भाइ अगाडि बढ आमालाई धुवा न आमालाई धुवा ल अब यो छोटै छोटै कुरो दिसो गाडीसम्म गाडी यता बिस्तारै
बस गीता नि बाजे त आउँदैन नि उहाँलाई यहाँ अगाडि राख्नु Mau post di Smiley. Yan kan jawaban ini Salman dan Kanjat dan Kani saja Swastina Pukha Samiraha Swastina Tabhyo Arishta Hariom Shri Sate Hariom Shri Sate Lakshmi Chapatnya Shri Sate Lakshmi Chapatnya Bahorani Karshi Natetra Urba Masino Kasam Esan Kanam Maika Balam Sadeva Vidya Balam Daiva Balam Sadeva Lakshmi Pati Mangalam Bhagavan Vidya Balam Daiva
पति मङ्गलमूर्ति सुमुख आफैले मिला अब मङ्गलाय मनोहरि मङ्गलमूर्ति नमः और आके पास मिष्टानी खाना मुंबई खाना अब नानीलाई एकछिन उतै लग्यो हुन्छ हजुर मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी मन्द्रोको बारा घरको छानो मन्द्रोको बारा घरको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी एकैछिन गाइसक्नु ला 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 तिम्रो छाती मेरो बास अङ्गालो भर तिम्रो छाती मेरो बास अङ्गालो भर मेरो भन्नु मात्रै तिमी अरूको नै छ र मेरो भन्नु मात्रै तिमी अरूको नै छ र भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी
हुन्छ के फरक पर्दैन खै छाता छाता अहिले मैले टोपीमा मात्रै छर्किने सबैलाई टोपीमा मात्रै अलिअलि छर्किने है आँखातिर पर्दा आएको भन्ने त्यो छाता राख्नुको अर्थ आँखा नपायो भने हो सिद्धिसक्यो हो ल भयो ल अब दाहिने हात समात्नु तपाईँको दाहिने हात घुम्न समात्नु यहाँ सिद्धि गुरुबा सिद्धि सिद्धि हुन्छ छाता उति हालेर त्यही जस्ता तस्तै राख्नुपर्छ भाइहरू कता
जलवाको हात हालिदिनु जल हात हालिदिनु सँगै यतै राख्नु सँगै यतै बाबु यसलाई जुरुक त्यो जललाई यसो त्यहाँ थाल्नु अलि हालिदेऊ न त्यहाँ अलि हालिदेऊ राख्नु अनि यसो ढोमा हाल्छ भित्रै राख्नु न भित्र राख्छ खड्कुलोलाई ल अलि उता लैजाउँ नानी पनि टेक्न हुने रहेछ दुईजनाले त्यहाँ बस्नु अहिले नि त्यहाँ गोडा राख्नु हो र काठको गोडा राख्नु काठको गोडा ल साधु बरु प्रिया अनि हजुरले चाहिने दुईजनालाई पुग्ने गरी पछाडिबाट आसन राख्नेहरू थियो ओछ्याउनेहरू थियो परमेश्वर पद्धति देवता आज विषय अब ल अब यता तपाईँले जल हालिदिनुहोस् ल हो राख्नु पऱ्यो हात धोइदिनु पहिला अब गोडा धुने ल अनि जल अचाउने खाने अब विराज हो पूजा नानीको है बाउमा र हातमा एउटाले अनि अर्कोले टिका मात्रै लगाइदिनु ल दुईटाले हात धुने अनि टिका लगाइदिने ल हात धोएर टिका लगाइदिने ल तपाईँले जल हालिदिने नानीले ओम विराज पाउ हातमा पूजा गर्ने अनि हात धोएर टिका लगाइदिने है हात धोएर मिल्दैन पहिला हात धुनु न खुट्टा धुनु पाला आउँछ थोरै हात हाल्नु पारि पुछिदिनु अब गोडा पुछिदिनु पहिला पुछ्नु न कस्तो खाना हतार गरे एक दाना खाने नि खाँदैछन् धुनुहोस् न जल हालिदिनु न जल खाउँ ल विराज हो कसरी खान्छ ल हालिदिनु पर्यो टन्न खायो हुन्छ ल टन्न खान्थ्यो ज्वाइँ लड्नु होला अन्ततिर नपारिकन आफ्नो टाउका मात्रै पार्न तिनपल्ट खानुपर्छ हो अलि टन्न खान ल अब फेरि अब हो पहिला ऊ अब फेरि नातिनीको हो त्यसले गोडै धोएको छैन बुढा धुनु पर्ला मेरा बुढा सुन्नु तपाईँ
यहीँबाट गर्नु न उता नखोज्नु न उता नगर आमा यहाँ गर्नु त्यही औँलाको हो भने ईश्वरहरू कहाँ आयो त ईश्वरहरूलाई पनि बोलाउनु पर्यो ईश्वरलाई पनि बोलाउनु पर्यो है ईश्वर इन्द्रले बोलाइदियो नानी चौका पहिला यहाँ तपाईँहरू परिवारले सिधैपछि मात्रै अरूले क्या तपाईँहरूको परिवारले सिधैपछि मात्रै अरू इष्टमित्रले गर्ने हो अब के दाई भाउजूको पालो अब ऊ दाई आउनुहुन्छ खोइ दाई कता जानु यहाँ मसँग त दुईवटा मात्रै त्यसले टिका लाउँला अब हात धोएर अनि टिका लगाइदिनुहोस् ल बिस्तारी अब केही गर्नु ढोग्नु भयो नि पहिला ढोगिसक्नु भयो अब आमाले हात पाइदिएछ आफ्नो हातमा अब उयोले पूजा गर्नु त्यसले गोडामा मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन टिका लाउनु उतापट्टि छ हजुरको भयो अब छोरीलाई जराहरू अब गोडा अब आफ्नो हात धुने मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन मुटु मुटु साट्न पाए सँगै सुनि काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन बिस्तारै सबै आउने पानी अर्काल पानी भएन नि त अब के अरे अलि खुट्टा पानी अरू अब तिम्रो धडकन तिम्रो सास बनो माया खास बनो तिम्रो मुटु बनो तिम्रो धडकन बनो तिम्रो सास बनो एकछिन पक्कै माया खास बनो तिमी 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 तिमीमै छ मेरो हर खुसी खै गरे हो तिमी 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 नै मेरो जिन्दगी मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ अब दसैँ जनामारीको पालो पहिला उहाँको सपना तिम्रो गीत बनो तिमीलाई माया गरे चर्चित बनो सङ्गीत बनो तिम्रो गीत बनो तिमीलाई माया गरे
चर्चित बनो सँगै 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 होस् जीवन मरण युगो युग बनोस् हाम्रो प्रेम पुना मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमी माने बस्दै मुटु मुटु साट्न पाए सँगै सुनि काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन खुट्टा यस्तो सिधा होइन जसरी अब हातो ल तिमीलाई हँसाउन तर कुनै पल तिमीलाई बचाउन नसक्दा फेरि मरिदिन सक्छु रोएको पल तिमीलाई हँसाउन तर तिमीसँगै रोइदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै मरिदिन सक्छु यति बुरा छ र तिमी मैले भने मान तिमी मलाई आफै ठान तिमी सुखमा छैन होला धनीमा होइन होला रहर पुरा गर्न नसक्नुला तर मायाले जीवन भरिदिन सक्छु तर मायाले जीवन भरिदिन सक्छु म त तिमीसँग बाइक छ त ल कहाँ हुन्छ र धनको माया धनी मनको माया हुन्छ मन गरी मनको आँखा खोली मलाई माया गर म राख्छु तिमीलाई सधैँ खुसी पारी झरी परेको तिमीलाई तिमीसँगैमा रोजिदिन सक्छु मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमीसँगै मरिदिन सक्छु त्यो जुत्ता कसले कहाँ हुन्छ र सधैँ जित मात्र हार पनि सहनु पर्छ जीवनमा हरेक पल सँगसँगै रहनु पर्छ सधैँ जित मात्र हार पनि त सहनु पर्छ जीवनको हरेक पलहरूमा
तिमीहरूको पल तिमीलाई जिताउन नसकुला हारिदिन सक्छु पल तिमीलाई बचाउन नसक्ला तर तिमीसँगै म मरिदिन सक्छु यति कुरा जान तिमी मैले भन भन तिमी मलाई आफै ठान तिमी सुनको मोह छैन होला धनी मोह होइन होला रह कुरा गर्न म त तिमीसँग खोइ गोड बहिनी धेरै गाह्रो हुन्छ लुगा चाहिँ नभिजाइनु भएको मान्छे हराइदियो हजुर के क्यामेरावाला मात्रै राख यसो यसो गरेको छु त यसो हातै चलाएर यसो शिरमा आफै सेटल अब ल दाइले यतापट्टिको त्यो पुल पनि भयो
छैन अहिले बेला रातो वाला थियो अहिले यसरी दिने मैले त्यसलाई चुनालो भनिन्छ केही लाउने कुरो छ लाउने एकछिन नानी उता लिइदिइरहेको थियो नानीले लिइदिइरहेको थियो अब पहिला हेरेको होटल होइन चिन्न पऱ्यो नि अब एकछिन तपाईँले आसन गर्नुहोस् दुवैजना नसकेर बसेर है गुरुबाले आवाज गर तिम्रो हर ठुकठुकी छामे हाँसेको हुन्छु म बाजेको हुन्छु माया साँचेको हुन्छु त्यहाँ तिमी हुन्थ्यौ जहाँ जहाँ तिमी हुन्थ्यौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ
कागजको पन्नामा माया लेखेर लेखिँदैन खुल्ला आँखाले पनि यसलाई देखिँदैन कागजको पन्नामा माया लेखेर लेखिँदैन खुल्ला आँखाले पनि यसलाई देखिँदैन जीवनमा भान माया मनमा भान माया हुन्छ कहाँ कहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ तिम्रो हर सासमा आभास गरौँ तिम्रो हर ठुटुकी छामे रहेर म हाँसेकी हुन्छु म बाँचेकी हुन्छु माया साँचेकी हुन्छु त्यहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ तिमी हुन्छौ जहाँ जहाँ मेरो तिमी मात्रै छैन कोही आफ्नो म त तिम्रै प्रेम हो नि तिमी मेरो गीत बाचा डर छोडी बिछोडाको हर कोहीले गाउने कहानी प्रेम गीतको प्रेम गीतको मनले भने भइहाल्छ कहाँ सक्छु भुल्न मैले अब बल्ल तल्ल भेटेको छु चोटे चोट खाएपछि दुनियाँमा अरू कोही चाहिँदैन तिमी भएपछि सधैँभरि जीवनमा तिम्रै लागि चोट लाग्दा तिमीलाई आँसु बनी त्यस्तै मिठो बाचा भए तर छोडी बिछोडाको अर्कोले गाउनेछन् प्रेम गीतको प्रेम गीतको
विरतीको गोरेटोमा जतिसुकै जेब दिउँ तुषारोले शिशिरमा तिमी गोरेटोमा चाह छैन अरू केही तिम्रै लागि बाँचिरहन्छु मर्नै परे आखिरीमा तिम्रै लागि मरिदिन्छु यस्तै मिठो बाचा डर छुरी बिछोडको अर्कोहीले गाउनेछन् कहानी प्रेम गीतको राम्रो होस् सोच्ने गरेर पछाडि जानु है जान्छ फटाफट ल बाबु बसिनुहुन्छ अहिले नभए ड्राइभर भन्दा मोदीको गुरुबाले पढे हुन्छ खाली छोरीको कुरा सुन्दैन ल जहिले मन त पढ्नुहुन्छ जहिले मनमा नै बहिनीको दाइ म गइसक गरौँ होइन पढ्दैन भने किन पढ्ने गर्न है कायम नभए एकछिन मन छ तिमी जाऊ न अहिले भन्दा तिमी सकिला बस्छ त्यहाँ तिमीले यहाँ खासै पारे बुबाट छ म कहाँ छैन भनेर भन्नु
कोही माथिबाट तब्रोबाट हो होइन एज स्टाइलले पहिला हान्यो अनि त्यसपछि फेरि बन्दै जायो अनि खुट्टामा अनि चौन खुट्टाले पनि हान्यो दुईजना सँगै हान्यो सँगै लड्यो सँगै बस एक राउन्ड सक्छौ न तिनीहरू फोन गर्दा ग्राउन्ड मस्तरी घुम्छ मैले ल्याइदिएँ किन जानु कच्ची डोरियों 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 से मैनू तू बांध ले पक्की यारियों 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 में होंदे ना फासले ए नाराजगी कागजी सारी तेरी मेरे सोहणिया सुन ले मेरी दिल दियां गल्लां करांगे नाल नाल बह के अख नाले अख नू मिला के दिल दियां गल्लां करांगे रोज रोज बह के सच्चियां मुहब्बतां निभा के सताए मैनू क्यों दिखाए मैनू क्यों एवें झूठी मूठी रुस के रुसा के दिल दियां गल्लां करांगे नाल नाल बह के अख नाल अख नू मिला के छुपा के रखा आँखां ते सजा के तू मेरी वफा रख अपना बना के मैं तेरे लिया यारा ना पावी कदे दूरियां तेनू लगा तो छुपा के रखा आँखां ते सजा के तू मेरी वफा रख अपना बना के मैं तेरे लिया यारा ना पावी कदे दूरियां मैं जीना हाँ तेरा मैं जीना हाँ तेरा तू जीना है मेरा दस लेना की नखरा दिखा के दिल दियां गल्लां करांगे नाल नाल बह के अख नाल अख नू मिला के दिल दियां गल्लां
भाग्य It was pre-written for non-commercial use. अब फेरि अर्को भाग It was दिने है pre-written for non-commercial use. नियम नारी पप्रति राजन अधिकाय सुनन्ति से परिदिन्छ तम क्या तुम रुमाल खोज्ने बेला है इमाम लाजाना स्वाहा ब्रह्माक्षय नमः उमला समाज दिवानी तिरसठम यज्ञपति भाजप प्रदेश नानीले दाहिने हातको बुढी त्यो पहिलो रेखामा राख्नु उठेर भने खुट्टाको हजुरले हातले छुनु पर्यो त्यहाँ हजुरले छुनी त्यहाँ छुनी बुढी मलाई ठ्याक्कै त्यही छु हजुरले आउँदा जुत्ता लगाएर आउनु ल एक भाग फेरि दिउँ है हजुर मलाई इजमा लाजना भक्तले समिति गरौँ तब नम तुभ्यञ्च सम्भवनम अब दोस्रोमा है लागु कार्यक्रम त्यही लेखा हो नजानेमा सिकाउनु पर्छ के ल भएन फेरि पछाडि समाज है तिनै पटक कति भाग छ अन्तिम चोटि हो कति भाग छ त्यहाँ 3 भाग छ 4 भाग छ त्यहाँ मिसाए चाहिँ नि यहाँ अब ये फेरि दिउँ फेरि दोस्रो दिउँ Pre-written for non-commercial use. अब भाँडे हात समातेर जाऊ मुजा समातेर भाँडिदिउँ अब होइन न एकछिन उता त्यो बत्ती बालेर सुत्नु लाइटर त हल्दै दिएको छु मैले अगाडि त्यो छोरी अब त अगाडि नानी शिखर पर्वत आएन
चलाए नमः सरन पर्वताय नमः नानी अनि त्यो दाहिने हातको बुढी उम्ला त्यो बाबुको हजुरको होइन आधा सालको होइन यसो ज्ञानतिरले अब दोस्रोमा लाने अहिले देखेर नि वित्तीय क्रीडा तत्त्वहरी भयो भवाय विष्णुता दयतु अब पाँचौँमा लाने पञ्च पृथ्वी विष्णुता दयतु अब छैटौँमा लाने षड्दितु यो विष्णुता दयतु अब सातौँमा लाने सखे शङ्क बडा भव सा नाम मनुव्रता भव विष्णुता दयतु सधैँ बसेर पूजा गर्ने ओ अहिंसाय नमः भरद्वाजाय नमः दुर्वाससे नमः अहिले दर्शन गरे भन्नु पर्यो इतिमन्त प्रजापति विद्यालम्बे विनियोर के अरे बहिनी जहिले पनि बहिनी अगाडि बहिनी अगाडि नहेर्नु भन्छन् अब हामीले भन्ने कुरा अनि आफ्नो देवता भनेर सम्झिने अनि बाई देवता भनेर सम्झिने अनि सूर्यनारायणलाई अब यहाँ कस्तो खालि टप्पा मिलाउनु हो मलाई माया गर मेरो सिउँदो भएर मलाई माया गर मेरो हुन्छ तिम्रो हजुरले चाहिँ अब हजुर त्यहाँ उभियो है अब नानी त्यो फेर समातेर हजुर राज होस् भन्ने अगाडिको राज होस् भन्ने अनि हजुर गोडा दिउ त्यहाँ गोडा ढोडिउ नानी गोडा ढोडिउ यह गाव पुष्टि नाम सरस्वती एकेश पुरुषा भाइहरू अहिले संस्थापन दिन बधु गरौँ दुवैजनाले चलाउने त्यहाँ छैन दुवैजनाले अब दुईजना सल्लाह गर्ने पहिला कहिले खुवाउनु भनेर अनि खुवाउनु अब खुवाउने
मैले तान्नु भनेदेखि त तान्नु है मैले तान्नु भनेदेखि त तान्नु है नतान्नु तपाईँ हटाइरहेन क्या हामी गराउनु मात्रै हुन्छ गन्धर्व प्रायश्चित्ते ओम गन्धर्व प्रायश्चित्ते तम देवानां मेरो हर सासमा बास छ तिम्रो मेरो हर सासमा बास छ तिम्रो जीवनको डोरीमा टुट्ने गरी तिमी सँगै छ Free version for non-commercial मेरो हर सासमा बास छ तिम्रो यो चाहिँ एदोसी गरौँ अनि त्यसपछि Sorry.
मेरो हर सासमा पास छ तिम्रो जिनको प्रकाश मेरो मेरो जीवन को हर खुशी किरण तिमी नै हो मेरो हर सासमा पास छ तिम्रो गाडी चल्दैछ बिस्तार साडी लाउन लागिदिनु पहिले त रोजी तिमीलाई झिकेर वन पुत्र लाभ कत पनि वन पुत्र लाभ अनि सबै बोल्ने गएर त खाटेका यहाँ त मामा कतबाट झुटो बोल्या मेरो मनको तार तार यहाँ अहिले किन्छ तिम्रै कारण मात्रै हुन्छ
कुमार दाइ तिनचोटि भएको गाडीसँग त पुग्नै पर्छ ल बिस्तारै है नानी देख्दै देख्दै आऊ दाहिने खुट्टाले हो अब त्यसो अब साटेको हो बस त्यसरी टेक्दै जाऊ ल हो सँगसँगै अब राम्रो हुनुहुँदो आनन्द ल त्यो हातैमा लिनु है सासूसँग बुहारीको के लाग्छ ल यो राख्ने अनि सासूले ठ्याक्क राख्ने माथि दुईजनाले जसले भेटाउँछ त्यो ल दुईटैको हात राख्नुपर्छ नि ए नानी है खतम भयो राख्नुपर्छ भैमा राखेर भन्ने हो ए बाटो मान्छे हो त्यसरी राख्ने ल अब चाहिँ ठ्याप्प पार्ने है नि ल त्यसरी भयो अब अर्को अनि दुईजनाले नि जित्नु पर्ने जम्मै आफैले सबैले त त्यो सिटी भन्नु भनेर यसो नराख्ने अब लास्टमा जसले भेटायो त्यसैले पाउने जसले भेटाउँछ त्यसैले है नानी मेरो मौका हो अब
बुहारीलाई कहाँ ढुकुटी हो त्यहाँ राख्नु देखाउनु पर्यो समाते आउनु पर्यो लगाएर राख्नु पर्यो तपाईँमा है कति नलिनुहोस् ओम कर्म साक्षात् नारायण नमो नमः अब हो त्यो ओम कलशाय नमो नमः इन्द्रवरुण कलशाय आकर्षय तिष्ठय आभुजां करोतावतं स्वस्त्राभव चढाइदै भएको ओम गणपति आकर्षय तिष्ठय आभुजां करोतावतं स्वस्त्राभव चढाइदिने गणपति आदि पांचजन्य विनायक आदि पंचलोकपालादि नमः सूर्यादि दाता तुलसीदेवाय विनायकाय ब्रह्मणे विष्णु ओम रुद्राय अर्काय वनस्पतये नमः अब ऊ त्यो धूपबत्ती बाल्नु हो ऊ त्यो देवमै बाल्नु है देव बिस्तारै वनस्पतं ओम वसुधरा वसुधरा यज्ञो पवित्रं परमं पवित्रेणस्य पवित्रं वैश्वानराय वसुधराय यज्ञो पवित्रेणस्य सन्नो देवी रवेष्टय आपो ओम स्वस्ति न